कांग्रेस नेता सुनिल शर्मा भन्नुहुन्छ हिजो रवि लामिछानेलाई बोल्न नदिँदा ठीक हो भन्ने कांग्रेसले अहिले आफ्नै गृहमन्त्रीलाई बोल्न नदिँदा गलत भइरहेको छ भनिरहेको छ। यसरी त पार्टीको शेख नै गुम छ। रमेश लेखकलाई मैले सोचेको पनि थिइनँ यतिको लाचार हुनुहुन्छ भनेर। रमेश लेखक जतिको नैतिकता भएको नेता अबदेखि त्यो कुर्सीमा 5 मिनेट पनि रहनु हुँदैन। उहाँले तुरुन्त राजीनामा दिनुपर्छ। उहाँले राजीनामा नदिएको खण्डमा रवि लामिछानेलाई ठीक हो भन्ने कांग्रेसले अहिले गलत भन्न पाइँदैन भनेर भन्नुहुन्छ। उहाँले त्यति मात्रै होइन, रवि लामिछानेलाई देखाएर आफ्नै पार्टीका सहकारी ठगहरूलाई आफ्नै गृहमन्त्री रमेश लेखकले जोगाएको समेत आरोप लगाउनु भएको छ। उहाँले भन्नुभएको छ रवि लामिछानेलाई देखाएर अहिले आफ्नै पार्टीका सहकारी ठगहरूलाई बाहिरै राखिएको छ, जबकि एउटै सहकारी काण्डमा मुछिएका रवि लामिछानेलाई कारागार र अर्कोलाई चाहिँ बाहिरै राखिएको छ। यसरी पार्टीको शेख गुमिरहेको छ। तपाईँ अब 5 मिनेट पनि त्यो कुर्सीमा बसिरहनु हुँदैन, राजीनामा दिनुपर्छ भनेर भन्नुहुन्छ। साथीहरू, नेता सुनिल शर्माले भनेको कुरा के सही हो? तपाईलाई के लाग्छ? जस्ताको तस्तै कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।